नमस्कार, यो चाहिँ हाम्रो कम्पनी आज पेन्सिल्भेनियाको पिट्सबर्गमा कहीँ पनि लाइट छैन। सबै लाइट गएर कम्पनीहरू पुरा बन्द भएर हामी चाहिँ यहाँ कम्पनीमा कसैले केही बिगार गर्छ कि बिसाती कुराहरू ल्याएर खानामा लगाइदिन्छ कि भनेर सिक्युरिटी गार्डको ठाउँमा यसो सुपरभाइजरहरू चाहिँ भेला भएर यो गोठालो गरौँ न त बदमास मान्छेहरू भनेर आएको। अब यो कहिले आउँछ यो बिजुली लाइनको पावर अनि चल्छ कम्पनी। सबै मान्छेहरूलाई घरमा राखिदिरहेछ कम्पनीले। बिचराहरूको बिल तिर्नुपर्ने, खानेकुरा किन्नुपर्ने। यो अमेरिकामा काम छैन भने नाम छैन र गाह्रो छ। जे होस् हामीलाई चाहिँ होइन यसो एक दिन त छुट्टी बसौँ भन्दा पनि है आउनै पर्छ, तिमीहरू नआइकन हुँदैन भनेर बोलायो। त्यसैले आएर अब के गर्ने, दिनभरि 8 घन्टा भन्दा भिडियो सिडियो गर्ने, अब कम्पनी घुम्ने। कोही गुन्डाहरू आउँछ कि खराब मान्छेहरू आउँछ कि गोठालो गर्ने भनेर सुपरभाइजरहरूलाई बोलाइरहेछ। अब 3 जना चाहिँ आएको छौँ। कोही यही कम्पनीको अर्को शाखातिर गए। एउटा साथी फोन हेरेर बसेछ। म चाहिँ फोन हेर्दा त्यो फोनको चार्ज पनि सिद्धियो। अनि अब के चाहिँ गर्ने, अब यो कम्पनीलाई 1 राउन्ड लगाउँछु भनेर राउन्ड गर्दैछु। कोही बदमास मान्छेहरू छन् कि के छ कसो छ भनेर घुमिरहेको छु। यो हाम्रो कम्पनी यता ट्रक यति लामो ट्रकहरूले यहाँबाट खानेकुरा लिएर जान्छ। अनि यो कम्पनीभित्र अमेरिकाको बहुमूल्य वस्तु यहाँको खाना हाम्रो लागि त त्यो त बिसादिने हो, तर यिनीहरूले खाना भनेर खान्छन्। चक्लेट भन्छ, यो चक्लेट कम्पनी हो। अब यहाँ विभिन्न प्रकारका चक्लेटहरू भन्छन्। चक्लेट मनपर्नेहरूको लागि चाहिँ राम्रो हो, तर चक्लेट धेरै खानु हुँदैन, स्वास्थ्यको लागि हानिकारक हो। एउटा चक्लेट मध्येमा एउटा छुट्छ डार्क चक्लेट भन्ने, त्यो तितो हुन्छ। त्यो चाहिँ खायो भने हाम्रो दिमाग बढ्छ भन्छन्। त्यसैले त्यो दिमाग बढाउने चक्लेट पनि यहाँनिर बन्छ। हजुरहरूलाई यस्तो खान मन लाग्यो भने मसँग सम्पर्क गऱ्यो भने म 1-2वटा ल्याइदिइहाल्छु। त्यस्तो धेरै चाहिँ ल्याउनु पाइँदैन, सो चाख्न भनेर मात्रै पाइन्छ है त। ल, धन्यवाद।